कालिज पालनको लागि त धेरैजना इच्छुक छन्, तर यसलाई कसरी पाल्ने, के दाना खुवाउने, कति समयमा अन्डा दिन्छ, यो कुखुरा जस्तै हुन्छ कि कुखुराभन्दा फरक हुन्छ भनेर प्रश्नहरू गरिराख्नुहुन्छ। कालिज चाहिँ एउटा चरा हो जसलाई चाहिँ हामीले लोकल कुखुरालाई खुवाउने जस्तै दानाहरू खुवाएर पालन गर्न सकिन्छ। यसलाई लाग्ने रोगहरू कुखुरालाई लाग्ने जस्तै हुन्छ। सुरुको 22 दिन चाहिँ हामीले कुखुरा जसरी नै हुर्काउनु पर्छ र स्टार्टअप दाना ब्रोइलरको 0 साइजको दाना खुवाउनु पर्छ। अनि भ्याक्सिनेसनहरू पनि कुखुरालाई लगाउने जस्तै हो। ठुलो भएपछि लगभग 3 महिना भएपछि यसलाई चाहिँ हामीले खुल्ला रूपमा चाहिँ पालन गर्न सकिन्छ। माथि चाहिँ जाली लगाएर र साइडमा पनि जाली लगाएर हुर्काउन सकिन्छ। यसलाई घाँस खुवायौँ भने अझ छिटो बढ्छ। अन्य जानकारीको लागि हाम्रो भिडियो हेर्दै गर्नुहोला।